आज चाहिँ मलाई एउटा कुरामा बोल्न मन लाग्यो है। त्यो सानो नानी बिचरा जितपुरमा जुन घटना भयो, बिचरा त्यो नानीको के दोष थियो र है। न उसले केही बोल्न जानेकी थिए, उसले त अब एउटा छिमेकीको नाताले होइन, दादा भन्थ्यो होला, केही अङ्कल भन्थ्यो होला, त्यसरी चिनेको मात्रै थिए। अब यस्तो घटनाहरू कोही 2 वर्षको सुनिरहेछ, कोही 2.5 वर्ष 3 वर्ष होइन, 12-13 वर्षको त झन् कुरै भएन, कति हो यस्तो घटना सुनिएको। त्यसैले प्लिज अब यस्तो घटना सुन्ने बित्तिकै छोरीको प्यारेन्ट्सलाई त मुटु चिसो नहुने त कुरै भएन। यस्तो घटनाले त कस्तो दिमागमा असर पारेछ भन्ने कुरा त्यो कुरै छोडिदिनुहोस्। बिचरा त्यो बाबुआमालाई कति गाह्रो भएको छ, उहाँले कसरी त्यो भोगिरहनु भएको छ क्या त्यो पीडालाई भन्ने कुरा त अब कुरै भएन। हामी सोच्न पनि सक्दैन, इमेजिन पनि गर्न सक्दैनौँ। हामीले गर्न सक्ने भनेको आफ्नो बच्चालाई कहीँ पनि नपठाउनुहोस्। चाहे कसैले बर्थडेमा बोलाछ भने पनि बुझ्नुहोस्, आधी घन्टामा फोन गरेर तिमी 1-1.5 घन्टाभित्रमा घर आउनुपर्छ भन्नुहोस् है। उसलाई पनि सम्झाउनुहोस्, जस्तो पनि हुनसक्छ बाहिर तिमी त्यसरी हिँड्न मिल्दैन भनेर सम्झाउँछ। अलि ठुलो छ भने सानोलाई त पठाउने कुरै भएन, आफू नगइकन पठाउने कुरै भएन अरूको घरमा है। ठुलो अब कसैले हाइकिङै जाऊँ भन्ला, हामी साथी मिलेर घुम्न जान लागेका छौँ हिँड भन्ला, कसैले मुभी हेर्न जाउँ भन्ला है, नपठाउनुहोस्। जबसम्म उसले आफूलाई सम्हाल्न सक्ने हुँदैन तबसम्म बच्चालाई बाहिर नपठाउनुहोस्। छोरीको प्यारेन्ट्सहरूलाई विशेष गरी, हुन त छोराहरू पनि अब कति कुलतमा फसिरहेका हुन्छन्, छोराछोरी बच्चाहरू भनेको एउटै हो होइन, तर मैले चाहिँ विशेष गरी बलात्कार केसलाई लिएर भने है, एकदमै समाज जोगाउन एकदमै गाह्रो जस्तो भइसकेको छ। मतलब विश्वास कसको गर्ने जस्तो भइसकेको छ। यस्तो कुरालाई लिएर चाहिँ आफू नै बाठो हुनुपर्छ, आफूले नै सम्झाउने हो आफ्नो बच्चालाई, आफैले नै बुझाउने हो, फकाउने हो। अझ यस्तो केसहरू छ, हामीलाई पनि डर लाग्छ तिमीलाई छोड्नलाई भन्नु पर्यो। बरु रेस्टुरेन्ट लगेर खान दिनु, त्यस्तो धेरै बरु घुम्न लैजानु भनेर भन्ने छ भने बरु आफैसँग लानु। किन छोड्नु पर्यो र अरूसँग होइन। ग्रुपमा जान्छु नो, बिग नो हो। साथीहरूसँग त बिग नो नै हो। म त अझ +2 सम्म नै भन्छु, +2 क्लियर नगरुन्जेलसम्म त बच्चाहरूलाई त साथीहरूसँग पनि जान नदिनुहोस्। घटना कस्तो घटिरहेछ, दशा बाजा बजाएर आउँदैन, सबैलाई थाहा छ। बच्चाहरू बुझ्ने हुँदैनन्, जिद्दी कति गर्छन् उनीहरू। एउटा कुरामा कसैले ल स्कुलैबाट केही कुरा भन्नुभएको छ भने उनीहरूलाई त्यो कुरा गर्नै पर्छ, नगर न छोरो भन्दा हुँदैन। सबैको बच्चाहरू त्यस्तै त हुन्छन् नि, नमान्ने हुन्छन्। त्यसैले आफूले चाहिँ राखेर मजाले काउन्सिलिङ गराउनुहोस्। अब 6-7 वर्षसम्मको बच्चाहरूलाई, 8-10 वर्षसम्मको बच्चाहरूलाई त गेट बाहिर पनि जान नदिनु के, बरु आफै जान्छन् आफैसँग हिँड्न लगाउनु, बाहिर आफ्नो आँखा अगाडि मात्रै खेल्न लगाउनु। यस्तो घटनाले गर्दाखेरि धेरै नै असर पर्छ। बाबुआमालाई त झन् चिन्ताको विषय नै हो यो है।